सबैको चाहिँ फर्स्ट ड्रिम भनेको नि एउटा बाइक हुन्छ कि चट्ट बाइक दिएर आज चाहिँ रिसाए यो गाइस सबैलाई नमस्ते। फेरि पनि आइसकेँ म चाहिँ नयाँ ब्लग लिएर धेरै टाइम पछि आज चाहिँ म चाहिँ ब्लग बनाउन, किनभने त्यसको कारण चाहिँ धेरै छ कि त्यही भएर म चाहिँ भर्खरै उठेर पनि फेस पनि धोएको छैन, गएर फेस दिन्छु। त्यसपछि हजुरहरूलाई सरप्राइज देखाइदिन्छु कि मेरो अलिकति फर्स्ट ड्रिम भनेको मेरो सपना भनेको नि त्यो हो कि बल्ल एउटा हुँदैछ। त्यसपछि बिस्तारै प्रगति गर्दै जान्छु म, बल्ल एउटामा फर्स्ट स्टेप छु म। ल गाइस म पनि देखाएन भनेको भर्खरै उठेको 5 बजे अनि त्यसको चाहिँ हजुरहरूलाई फर्स्ट स्टेप हो। म चाहिँ देखाउँछु हजुरहरूलाई म गाइस। कोही नि गएन आमा। गाइस हजुरहरूलाई चाहिँ म सरप्राइज देखाउन पान छैन। ल गाइस अहिले भेटौँ है। ल गाइस हजुरलाई चाहिँ मेरो सबभन्दा ठुलो फर्स्ट ड्रिम भनेको चाहिँ यही है गाइस, बाइक। मैले बाइक लिएको छु सेकेन्ड ह्यान्ड आफ्नो दाइसँग। त्यसपछि के अन्त नि मेरो मेरो मात्रै होइन सबैको चाहिँ फर्स्ट ड्रिम भनेको नि एउटा बाइक हुन्छ कि चट्ट बाइक दिएर आज चाहिँ पूजा गर्ने भनेको हामीले। कहाँ हुन्छ अब डाँडाकालीको गइन्छ कि डाँडाकालीको फेरि हुन्छ खै कहाँ हुन्छ अब जान्छ उहाँ छ अरे ल गाइस यही हो मैले लिएको चाहिँ एकदम राम्रो छ, बाइक पनि कन्डिसन छ, त्यही भएर चाहिँ लिएको हो। अब अहिले चाहिँ सेकेन्ड ह्यान्ड लियो, अब अर्कोचोटि चाहिँ फर्स्ट ह्यान्डै झार्नुपर्छ गाइस। हजुरहरूले साथ सपोर्ट गरिदियो भने यस्तो बाइक त कति आउँछ कति चट्ट यहाँनिरको चाहिँ ल्याउँदाखेरि अघि भाँच्यो कि अघि भन्दा नि हिजो भाँच्यो, अहिले चाहिँ चट्ट धोइरह यसलाई। बाइक त खतरा रहेछ। ल अब चाहिँ हामी एकैचोटि मन्दिरमा गएर भेटिन्छ कि। अनि आज हाम्रो प्लान चाहिँ एकदम घुम्न जाने प्लान छ कि हाम्रो तीनजनाको चाहिँ यसो गाउँघरतिर भन्दा नि अब यो जङ्गलतिर ब्रिटिस क्याम्पतिर कता हुन्छ त्यता चाहिँ जाने प्लान छ हाम्रो। साथी र दाइ छ, जाने प्लान छ। यहाँ के भयो लास्टै जाने कुरा छ, मन्दिरबाट आएर गइन्छ जस्तो छ। हाम्रो गाँव चाहिँ यस्तो छ कि गाइजी। के ल्याऊ रे रिसाए के भनेको रे मेरो बसन्तीलाई के भनेको रे स्याम्पूले नछ है, स्याम्पूले नछ। यही राखिदिन्छु थम्नेल। अब यही राखिदिनु थम्नेल। ल यस्तो भनिदिनु मलाई। ल यस्तो चाहिँ यताको मौसम चाहिँ गाइस चट्ट एकछिन के केही पनि हुँदैन। ल म चाहिँ ब्रस हेर्नु जाँदैछु। हाम्रो प्लान चाहिँ आज धेरै ठुलो छ कि भनेको कता जाने के गर्ने भने त बल्ल बाइक किनदेखि गर्ने, त्यसपछि चाहिँ घुम्नु परेन डुल्नु परेन। ल सिनेमेटिक भिडियो चाहिँ देखाइदिन्छु म भर्खर है। ल गाइस अहिले चट्ट घरमै आदि पूजा गरेर जान लागेको अवस्था छ। घरमा चाहिँ अहिले पूजा गर्छौँ, चट्ट मम्मीले गर्नु भइरहेको छ। बाबु पनि है बाबु आबी मम्मीले पूजा गर्नु भइरहेको छ त्यहाँनिर बाइकलाई। म चाहिँ अब दिदी र निकितालाई पुऱ्याउनु जान्छु। मेरो चाहिँ विशेष काम पऱ्यो कि त्यही भएर म जान पाउँदिनँ डाँडाकालिकामा। उनीहरू दुइटा जान्छन्, उनीहरू दुइटा गएर फेरि लिन जानुपर्छ। त्यति बेरसम्म चाहिँ हामी
बन्दै रहन्छ ल चट्टै पूजा भइरहेको छ भने बाइक ओए जीवन यहाँ आऊ त यहाँ भिडियो गराउ न चट्ट भएर यसरी गर है भिडियो है यहाँ बसेर कि यहाँबाट यसरी है ल यहाँनिर मैले नि यसरी यति गर है अब त अन्यले म्याजिक नि लिएर आयो क्या लजिक सुकर्मा बाबा की जय पर्दैन कपडा खोले गरेर डर हो क्या साइड लाइट होता कहीं बाँधिने हुन्थ्यो यहाँ बाँध्नु माथि नै बाँध्यो अब एउटा त्यो तल के भन्ने अर्को बानम लगाइदियो भने त्यो निकाल्दैन चिसो कता हिँडेको भाइरल होला है भाइरल भाइरल होला भाइरल जाने मन्दिर यहाँ घरै मन्दिर हो के भएन काकातिर आएर कता हिँडेको होइन त्यो चक्कामा राखेर डाइरेक्ट पेल्ने हो चढ्न जाने अवस्था हुन्छ अब चाहिँ लगाइस ल गाइस अहिले चाहिँ हामी चट्टोपारामा यहाँ केबल कारको उसमा पनि आइसकेँ निकिता चाहिँ त्यहाँ अगाडि छ रिता चाहिँ हगा पछि यहाँ चाहिँ म चाहिँ यहीँबाट फर्किन्छु कि यिनीहरू चाहिँ जान्छ यिनीहरूले चाहिँ सिनेमेटिक भिडियो गरेर पठाइन्छ है ल गाइस हामी चाहिँ चट्ट मन्दिर सन्दिर गरेर नि आइसक्यो म चाहिँ गएको होइन निकिताहरू गएको म चाहिँ बाइक बनाएर आएको थिएँ साथी चाहिँ त्यहाँ छ है लुक्स चाहिँ दामी आएको बाइकको है गाइस ल कस्तो छ बाइक भन्नु न बाबा चाहिँ बाइक चाहिँ भर्खरै बनाइरहेको थियो त्यसमा चाहिँ त्यो बाइक गाडी घोडा भनेपछि त बिग्रिहाल्छ बनिहाल्छ यस्तो दामी आवाज त खतरा आयो सुनाइदियो त आवाज यस्तो दामी ल अब चाहिँ हामी चट्टोपारामा जान्छौँ खाजा खान्छ सबै खाइन्छ होला त्यसपछि कहाँ घुम्नु जाने प्लान थियो अरे के हुन्छ अब
आवाज झन् बबाल छ कि गाई त्यो बाइकको अब आइपुगेको अवस्था मलाई नि बन्दै रहेछ पसलै बन्द रहेछ गाई के गर्ने अब पसल बन्द भएपछि के गर्ने पर्छ नि आज झन् बाइक पिछा गरेको ट्राफिक प्रहरी टक्कै मिठो बढिँदै बाइक थियो आनन्दले हामी चाहिँ बाइक बनाइसक्यो खर्च चल्छ केही पनि लाग्दैन हाम्रै एक हप्तासम्म सुट भइहाल्छ ठिक छ दामी छ अब प्लान खिचेको कि कता जाने के हुन्छ अब अहिले घर आइपुगेर लाग्यो गाइस ल कतै नु ल अब चाहिँ हामी घर आउँछु कि घर आइसक्यो त्यसपछि चाहिँ मैले हेर्न गइन्छ कि कता गइन्छ आज शनिबार ल के गर्ने